नमस्कार। एउटा कुरा अब के अरे गलेश्वर बाबाले अन्तिम समयमा तपाईहरुलाई पहिले पूर्व जानकारी दिनुभएको थियो कि अब म चाहिँ समाधि लिन्छु भनेर भन्नुभएको त्यो दिन उसै दिन बिहान मैले 4 पल्ट काल फर्काइदिएँ। अब म फर्काउन्न, म जान्छु, विद्यालय राम्रो चलोस्, तर मेरो क्रिया नगर्नु, मलाई 2 मुरुङले पुर्दिनु भनेर उहाँले भन्नुभएको थियो। अनि राति 1 बजे गयो। अनि भोलिपल्ट बिहान हामीले नुनले नुहाएर नुन खोल्न भनेर हामी लाग्यौं। उता मायादेवीले होइन भनेर सिरियललाई बोलाइन्। अनि विठुलाल सुब्बा, नारायणको दानबहादुर श्रेष्ठ, अनि मोतीराम काफले भन्ने सिडिओ हुनुहुन्थ्यो, उहाँ सबै गए। जिल्ला पञ्चायत सदस्यहरू सबै गएर होइन जलाउनु पर्छ। अनि गाउँका मगर बोटेहरू आएर यो च्यान बनाउने हो, यहाँ जलाउनु पाइन्छ, जलाउनु पर्छ, यहाँ गाड्न पाइँदैन, यो च्यान डाँडो हो र भन्छन्। उनीहरू कराउँछन्, उनीहरूले जलाउने भन्छन्, हामीले नजलाउने भन्छौँ। त्यस वाद विवाद भएर दिनभरि वाद विवाद भयो। अनि अन्तिममा 4 बजे अनि बाबाको आज्ञा मान्ने भएर हामीले समाधि लगायौँ त्यहीँ। अनि समाधि लगाएपछि मायादेवीले त्यस्तै गर्दा भयो रिपोर्ट दिन्छन्। त्यहाँबाट सिडीहरू आए। फेरि काठमाडौँ फेरि हाम्रो केशवराज आचार्यलाई फेरि काठमाडौँ पठाइयो। अनि काठमाडौँ पठाएर अब के गर्ने भन्दा बडा गुरु जुनाथ गुरु हुनुहुन्थ्यो, बडा गुरुज्यू, अनि तीर्थराज अग्निहोत्री हुनुहुन्थ्यो, अनि बुद्धिसागर पराजुली मीमांसाचार्य, अनि पूर्णप्रसाद ब्राह्मण अनि उहाँलाई सबैलाई लिएर आउने, नरहरिलाई लिएर आउने केशवलाल पठाइयो। अनि उहाँ सबै मिटिङ बसी समाएर नरहरि नाथपन्थले आउनुभयो। यो बाबाले जुन समाधि लगाइयो एकदम ठिक छ, उहाँलाई जलाउनु हुँदैन। उहाँ जनै लगाए पनि उहाँ सन्यासी हुनुहुन्थ्यो। तर बाबाले के गर्नुहुन्थ्यो, सन्यासी देखेपछि तन जोगी हो, मन जोगी, खालि बाहिर जोगी भएर हुँदैन, मन जोगी बनाउनु पर्छ उहाँले भन्नुहुन्थ्यो उहाँलाई। अनि समाधि लगाएको ठिक छ भएर 13 दिन गाइन हामीले अरू शुद्ध शान्ति के गरिएन। बाबाको समाधिमा त्रिखुटी राखेर जलधारा गरेर लघुद्री हामीले गरेको 13 दिन गाइन भण्डारा गरियो, ठुलो भण्डारा गरियो, लघुद्री गरियो। हामीले अरू शुद्ध शान्ति भनेर केही पनि गरिएन। हाम्रो क्रियाकर्म केही भएन बाबाको। बाबा बितेपछि तपाईले केही स्वप्न देख्नु या तपाईहरुलाई कसैलाई पनि त्यस्तो केही भयो? त्यो सपना देखेको त मैले केही देखेँ, केही इशारा भएन, केही इशारा भएन। अनि एउटा सपना कस्तो देखियो, म हरद्वार पढ्न जाने बेलामा मैले परीक्षा दिन जाने बेलामा मलाई वृहत आराधना उपनिषद ल्याइदिनु, पैसा म दिन्छु भनेर बाबाले भन्नुभएको थियो। र ऋषिकेशमा गएर बुद्धापेशबाट पुस्तक लिएर आएँ। आएको 4 दिन 5 दिन पछि त्यही सुनाइयो बाबालाई। बाबा गइसक्नु हो। अनि 1 वर्षपछि 2 वर्षपछि पण्डित बा तपाईँको म ऋणी भएँ, तपाईँको पैसा दिन म बिर्सेँ भएर सपना एकचोटि भन्नुभयो। त्यति हो। मैले अहिलेपछि बाबालाई सपना देखिनँ मैले। ऋषिकेश जाँदाखेरि तपाईँलाई यो किताब लिएर आउनु भनेर भन्नुभएको र वृहत आराधना उपनिषद ल्याइदिएको हुँ। त्यो पुस्तक अहिले आश्रममा छ। त्यो सुनाउनु पनि भयो? मैले सुनाएँ दिनभरि। त्यही दिन बाबा जान आदिन, त्यही सुनाऊ भनेर त्यही सुनाएको मैले। ल धन्यवाद छ। अरू केही भन्नुपर्ने छ नै? अरू केही छुट्टी छ? ल धन्यवाद छ।